प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय, त्यस पछाडि सम्बन्धित त्यहाँको मन्त्रालयहरूलाई बोधार्थ सहित हामीले इमेल पनि पठाएको थियौँ र त्यही प्रक्रियाको स्वरूपमा आज हामीले यो दर्ता गरेका छौँ र दर्ता गर्ने कार्य। राजीनामा माग्नुको मुख्य कारण भनेको हाम्रो आन्दोलनको प्रमुख मुद्दाहरू भनेको नै भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो र भ्रष्टाचार अन्त्य गर्नको लागि आज नेपालको संविधानले सुनिश्चित गरेको भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैन, त्यो जुन त्यसको आधिकारिक निकाय हो, नियामकीय निकाय हो, अनुसन्धान गर्ने अभियोजन गर्ने निकाय हो। त्यसकारण यो आयोगमा विभिन्न किसिमले प्रश्न उठिरहेका व्यक्तिहरू, निष्पक्ष नभएका आयुक्तज्यूहरू अथवा प्रमुख आयुक्तज्यूहरू रहँदासम्म हामीले अपेक्षा गरे अनुसारको भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुने सम्भावना देखिएन। त्यसले गर्दा हामीले राजीनामा माग्नु पर्यो र यसलाई सपोर्ट गर्नको लागि हामीले केही प्रारम्भिक अध्ययनहरू गऱ्यौँ। अध्ययनमा हामीले मुख्यतः 4वटा कुरा देख्यौँ। पहिलो कुरो, नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा उहाँको संलग्नता नियामकीय निकायको रूपमा, उहाँको नियामकीय अधिकारीको रूपमा थियो। त्यो भ्रष्टाचारमा उहाँ मुसिनु भएको छ कि छैन भन्ने कुरा हाम्रो सवाल होइन, तर त्यसलाई नियमन गर्ने निकायमा उहाँको उपस्थिति थियो। त्यस पछाडि अर्को कुरा, वाइट बडी घोटालामा पनि त्यहाँ पनि त्यो वाइट बडीको चाहिँ सम्बन्धित बोलपत्रहरू आह्वान गर्ने विषयमा उहाँको समितिबाट निर्णय भइगएको स्थिति छ। र तेस्रो भनेको भुटानी शरणार्थी प्रकरणमा छुटेका भुटानी शरणार्थीहरूको नाम लिस्ट सङ्कलन गर्नको निमित्त एउटा गृह मन्त्रालयमा कार्यदल बनेको छ र त्यो कार्यदल बन्ने बखतमा उहाँ गृह मन्त्रालयको गृह सचिव रहनुभएको छ। र चौथो भनेको चाहिँ पछिल्लो समय विशेष अदालतले आफ्नो फैसलाको पूर्ण पाठमा लेखिसकेको छ कि विभिन्न किसिमका मुद्दाहरूमा अभियोजन गर्ने प्रक्रिया चाहिँ सेलेक्टिभ प्रोसिक्युसन भयो, चयनात्मक अभियोजन भयो। त्यसले गर्दा आयोगको निष्पक्षतामाथि प्रश्न उठेको छ भनेर पूर्ण पाठमा ती कुराहरू आइसकेपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। र फेरि अहिले पछिल्लो समय अन्तरिम सरकार बनेको स्थितिमा अन्तरिम सरकारले कुनै पनि हालतमा उहाँहरूलाई बाध्यकारी स्थितिमा हटाउन सक्ने स्थिति छैन। संवैधानिक आयोगका आयुक्तज्यूहरूलाई हटाउनको निमित्त महाभियोग लगाउनुपर्ने हुन्छ। महाभियोग लगाउनको निमित्त संसद आवश्यक छ। त्यसै संसद नरहेको स्थितिमा उहाँहरूले स्वैच्छिक राजीनामा दिएर सरकारलाई, जनताको आशालाई र यो जेनजी आन्दोलनको प्रमुख मुद्दालाई सम्बोधन गरिदिनुहुन्छ भन्ने हाम्रो